हाई गाइज गुड मर्निङ फ्रम टोकियो है। आज चाहिँ मैले घर आएछु, कामहरू देखाउँदैछु। एक मेरो बारीको कामहरू आज मलाई सबै सफा गर्न छ। अनि पछि बच्चाहरू नभएको बेला 2-3 घन्टा म यो टन्टालापुर परेको घाममा गएर यहाँ काम गर्न छ। बाँडफाँड अनि पछि यहाँ खुर्सानीको बिरुवा हेर्नुहोस्, कसैलाई चाहिन्छ भने कन्ट्याक्ट गर्नुहोस् है। यो चाहिँ डल्ले खुर्सानीको बिरुवा हो, यो चाहिँ टोमाटोको। अनि त्यता पनि छ। आज मैले कति लगाउँछु त्यसपछि कति रहन्छ अनि तपाईँलाई दिन्छु म, कन्ट्याक्ट गर्नुहोला गाइस। यसपालि म खुर्सानीको धनी हुनेवाला छु। यी भयो भने यहाँ सफा गर्छु। पुरै टोमाटो मात्रै उम्रिरहेको छ। यो पुरानो खुर्सानीहरू पनि मरिसक्यो। अब चाहिँ ल गाइस, सी यू डियर। ओके, म चाहिँ अब बाहिर जाँदैछु। यति चाहिँ यो प्रोटेक्सन नगर्ने भने त इभन घामबाट पनि डढिन्छ। अनि फेरि मच्छर पनि कस्तो बाक्लो छ क्या, त्यहाँ गर्मीले गर्दा नि होला होइन, मैले स्प्रे गरिसकेँ। अनि पछि यो बाबाले मलाई ल्याइदिनु भएको, ज्वाइँलाई ल्याइदिनु भएको यो नाना फर्स्ट 9 इयरको, यो पनि लगाएँ, मलाई मनपर्छ एकदम। अनि म सेफ्टी अप्नाइरहेको छु। अब खुट्टा हातमा चाहिँ पन्जा लाउँछु, खुट्टामा जुत्ता लाउँछु अनि मजाले गएर घाँसहरू काट्छु। छिस झाडी भइरहेको थियो, मलाई फेरि यो झाडी फाल्नु मन छ, काट्नु मन छ। यहाँ हाम्रो पानी पनि छ। यता त बाजे सफा गरिसक्नु भएको छ। यो चाहिँ मेरो गार्डन। अनि पछि निकलीले बाटो देखेपछि फेरि फुलभन्दा पनि मलाई पुतली पुतली कति राम्री पुतली